यदि आजको यो सन्देश तपाईले मिस गर्नुभयो भने सायद तपाईले नेपालको भविष्यबारेको सबैभन्दा महत्त्वपूर्ण सोच मिस गर्नुहुनेछ। कल्पना गर्नुहोस्, 10 वर्षपछि नेपाल कहाँ हुनेछ? समृद्ध राष्ट्रको सूचीमा वा अझै सङ्घर्षको चक्रमा? यो निर्णय सरकारको मात्र होइन, यो निर्णय हाम्रो हो। किनकि परिवर्तन अचानक हुँदैन, परिवर्तन तब हुन्छ जब नागरिक जाग्छ। प्रिय दर्शकवृन्द, हिमालको काखमा बसेको असंख्य सम्भावनाले भरिएको हाम्रो देश नेपाल, यो केवल भूगोल होइन, यो हाम्रो पहिचान हो, हाम्रो अस्तित्व हो। आज हामी कुरा गर्नेछौँ नेपालको सर्वाङ्गीण विकासको वास्तविक रोडम्याप बारे। शिक्षा परिवर्तनको पहिलो आधार। डिग्रीले मात्र देश बन्दैन, सिपले देश बन्छ। हामीलाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने युवा चाहिन्छ। प्राविधिक शिक्षा, सूचना प्रविधि, कृषि नवप्रवर्तन, जलविद्युत, पर्यटन यी क्षेत्रमा दक्षता निर्माण गर्नुपर्छ। जब युवा सक्षम हुन्छ, देश अझैय हुन्छ। कृषि हाम्रो अर्थतन्त्रको जरा। यदि खेत बाँझो रह्यो भने देश कहिल्यै समृद्ध हुँदैन। सिंचाई, आधुनिक प्रविधि, बजार पहुँच यी बिना कृषि टिकाउ हुँदैन। गाउँ समृद्ध भयो भने देश समृद्ध हुन्छ। उद्योग र उद्यमशीलता, आत्मनिर्भर भविष्य। हामी आयातमा निर्भर रहिरहन सक्दैनौँ, हामी उत्पादनकर्ता बन्नुपर्छ। जलविद्युत हाम्रो शक्ति हो, पर्यटन हाम्रो पहिचान हो, सूचना प्रविधि हाम्रो भविष्य हो। मेड इन नेपाल विश्वमा गर्वका साथ स्थापित हुनुपर्छ। सुशासन विकासको मेरुदण्ड। नीति स्थिरता, पारदर्शिता, उत्तरदायित्व। जब शासन स्वच्छ हुन्छ, देश द्रुत गतिमा अघि बढ्छ। पूर्वाधार आधुनिक नेपालको आधार। सडक, ऊर्जा, इन्टरनेट यी बिना विकास सम्भव छैन। डिजिटल पहुँच नै भविष्यको ढोका हो। पर्यटन विश्वसँग जोडिने शक्ति। सगरमाथा हाम्रो गौरव, लुम्बिनी हाम्रो शान्ति, पशुपतिनाथ हाम्रो आस्था। यदि हामीले व्यवस्थापन सुधार्यौं भने पर्यटनले लाखौं जीवन बदल्न सक्छ। वातावरण संरक्षण भविष्यप्रति जिम्मेवारी। विकास यस्तो होस् जसले प्रकृतिलाई नष्ट नगरी भविष्य सुरक्षित राखोस्। अब प्रश्न यो होइन नेपाल बदलिन्छ कि बदलिँदैन। प्रश्न यो हो, परिवर्तनमा तपाईको भूमिका के हुनेछ? यदि हामी आज उठेनौं भने भोलि पछुताउनु बाहेक केही बाँकी रहने छैन। तर यदि हामी आजै जाग्यौं भने 10 वर्षपछि संसारले नेपाललाई नयाँ नजरले हेर्नेछ। हामी सानो देश होइनौं, हामी ठूलो सम्भावना भएको देश हौं। समृद्ध नेपाल, सुखी नेपाली यो नारा होइन, यो हाम्रो जिम्मेवारी हो। यो भिडियो यहाँ सकिँदैन, यो यात्रा यहाँबाट सुरु हुन्छ। यदि तपाईं साँच्चै परिवर्तन चाहनुहुन्छ भने यो सन्देश साझा गर्नुहोस्। आफू पनि अगाडि बढ्नुहोस् र अरूलाई पनि जागृत बनाउनुहोस्। जय देश।